एभ्रिवान नमस्ते वेलकम छ सलु राई भ्लग्समा। सो आज चाहिँ हामी सबैजना आज सिस्नो टिप्नुको लागि जाँदैछौँ हामी। सो यता देख्नुहुन्छ हाम्रो घरका सदस्यहरू सबैजना खुनी हो न बानानीले ओपाला रे ओपाला 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 हेलो हेलो कता जानु लाग्यो रे हामी आज भनिदिनुहोस् त यहाँ छोराहरू ओ स्पाइडरम्यान दुईजना पोकेहरू तपाईँ चाहिँ के बोक्नु भएको झोलामा यतिको तम तयारी भएर चाहिँ हामी जाँदैछौँ है। आज हामी युकेको पुरै पार्कमा चाहिँ गएर यहाँनिर डान्स गर्नुपर्ने आज सबजना। अनि तपाईँलाई भन्दैछु त नि यो फुल अस्ति त्यही ग्रिनविचमा यो फुल फुल्छ भनेर गएको नि हुनु पर्यो नि। अब यो त यत्रो अल्गो यति होचो होचोमा चाहिँ हुनुपर्ने के यस्तो राम्रो फुल छैन कि अहिले चाहिँ हेर्नु साथीहरू यस्तो मजाले फुलिरहेछ है हाम्रो एरियातिर चाहिँ यतातिरै यस्तो राम्रो छैन नाना टिप्नै सकिँदैन हौ अलिकति छुनु पनि पाउँदैन त। थ्याङ्क यू सो मच है नाना तर टिप्नु हुँदैन भन्थ्यो हामीले त अब फाइनली नानाले चाहिँ मलाई टिपेर दिनुभयो है। कस्तो राम्रो छ काँदा सुँगा त फेरि छोरा स्मेल खै अलि मजाले यहाँ आउँछ यहाँ अलिक राम्रोसँगले देखाउ त ए सरी मान्छे पनि हेर्दैन मिठो छ। हामी यहाँ अगाडि अगाडि जाँदैछौँ। हजुर यो फुल भन्दा त हाम्रोतिर हाम्रो ढुङ्ग्रे फुल कति राम्रो हुन्छ। ढुङ्ग्रे फुल भयो यति लाउला हुन्छ नि यो मान्छेहरूले फुल लाउँछ ए त्यो त तर हाम्रोतिर त हुँदैन थियो अलि तल आमबटतिर चाहिँ हुन्थ्यो ढुङ्ग्रे होइन घन्टी फुल चाहिँ भनेको थाहा थियो है। अनि पर पुगिसकेको छन् आमा छोराहरू चाहिँ कसको ठुलो। सो हामी चाहिँ यी हेर्नु न यस्तो राम्रो फुल फुलेको क्या जुम गरेर देखाउनु हेर्नु त यति परको यस्तो मजाले फुलिरहेको छ। सो हामी चाहिँ अहिले अब गाडी चढ्ने ठाउँमा आइपुग्न लागिसकेको छौँ। ए गाडीको उमा नहिँड्नु है साइकलको कान्दा त थाहा होला नि। सो हामी चाहिँ गाडीदेखि झरिसक्यौँ है हामी यतामा अब पारी फेरि अब पारी तर्नु त्यो पारीपट्टि एक स्टेपमा रोक्दैन रहेछ के कहाँ कहाँ त तातो एकैछिन खै खै केले बसमा यसरी 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 टाँस्यौ छोरा अब पारी गएर अनि E6 अब पारी गएर चाहिँ हामी E6 चढ्ने त्यसपछि चाहिँ हामी पुग्छौँ है हामी हिँडेको गन्तव्यमा। जानु पर्छ होला खै आई डोन्ट नो दादा आउनु है जेब्रा क्रसिङ फर्स्ट कतादेखि जाने हो त कुन जङ्गलमा भित्र नछिर्ने रे छोरा भने त छोरा खोइ जङ्गल गर्दैछ यो खैरे हो क्या खैरे बोल्नु पनि जान्दैन नेपाली मजाले यो फुल हेर्नु न है रहेछ मैले पनि टिकटकमा देखेको हौ त्यो खाएको
मात्रै फुल 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 यता रे कोकुलाई नै फलो गर न कोकु अगाडि हिँड्नु त मलाई त थाहा छैन त्यही त म एकचोटि पनि आएको छैन फर्स्ट टाइम हो हामी सबैको म आमामा कस्तो राम्रो फुलेको छ यस्तो मजाले फुलेको छ अनि हामी चाहिँ जाँदैछौँ है सबैजना हामी छोकमा टिप्न नाना छोकमालाई के भन्छ इङ्ग्लिसमा सिस्नोलाई के भन्छ इङ्ग्लिसमा स्टिङ भनेको चिल्लो सिस्नो पिङ खेल्ने छ पिङ खेल्ने ठाउँ छ अरे छोरा धुपी होइन त्यो थियो हाम्रो चाहिँ त्यो जुन अहिले सिमे साग रोपेको छ नि ती कोकुला पठाऊ कोकुले बाटो देखाउँदै हुनुहुन्छ कोकुला पठाऊ है छोराहरू के देख्यो छोरा हामी चाहिँ गेट प्रवेश गर्दैछौँ बिस्तारै आउने आमा छोकमा लानेको बेला पापै झिमेन ए ल ल ल रास छोराहरू चाहिँ पर पुगिसक्यो खेल्ने ठाउँ पनि रहेछ सो यो रुख फुलेकै हो होइन दादा के चाहिँ के हो ठोट्ने भनेको यही हो तपाईँहरूले भन् खिके अरे खिके सुन्नुभयो खिके भनेको के बुझ्नुभयो भनेको खिके भनेको तितो छोरा खेल्ने ठाउँ पाएको नि दुईजना पर्तिर यहाँ चाहिँ यस्तो मजाले रहेछ फर्स्ट टाइम हो हाम्रो सबैजनाको आमाको चाहिँ हो आमाले ल्याउनु भएको हामीलाई अनि यहाँ चाहिँ खेलाउने ठाउँहरू खेलोस् न त छोरा यहाँदेखि कहीँ पनि नजाऊ है यहीँ हामी आइन्छ बिचरा कोकुले चाहिँ हराउँदैछ छोराहरूलाई यहाँ खेल खुट्टा भाँचो हो नि कोकुले यसरी हराउँदै हुन्छ नातिहरूलाई हामी चाहिँ अगाडि जाँदैछौँ भिडियो त बब्बाल बनाइदिन्छु नि हाम्रो दाजु क्यामेराम्यान राखेको बब्बाले बनाइदिनु भयो अरे हाम्रो भिडियो सो यहाँदेखि म सट्ट पारेर देखाइदिन्छु तपाईँहरूलाई यस्तो राम्रो हरियाली पार्क चाहिँ ठुलो रहेछ है यो चाहिँ एडिङ भन्छ यो एरियालाई चाहिँ सो घरहरू पनि यस्तो मजाले अनि यसरी जङ्गलै जङ्गल हेर्नुहोस् न यस्तो आनन्द आउने हो यस्तो जङ्गलतिर त साथीहरू कोठाभित्र बस्दा होला है टिभी हेऱ्यो मोबाइल हेऱ्यो कति यसो फ्रेस पनि भइने यस्तो एकदम क्या कस्तो छुट्टै आनन्द खालको अहिले चाहिँ महसुस भइरहेको छ मलाई चाहिँ सो म चाहिँ त्यो पातहरू सबै झरेको बेलामा आएको थिएँ म नोभेम्बरमा अहिले त अप्रिल अहिले त मजाले कस्तो राम्रो डगी अनि अहिले त साह्रै राम्ररी रुखहरू पलाएर अनि त्यसपछि के भन्छ अरे फुलहरू फुटेर हेर्नु न जताततै पनि यस्तो राम्रो क्या यो खालको फुल हेर्नु न यो भुइँतिर पनि के यस्तो राम्रो फुली कस्तो राम्रो हेर्नु फ्रिस फ्रिस परेको फुल दाजु
जाँदैछौँ है हामी चाहिँ जङ्गलै जङ्गल। अनि कहाँ चाहिँ पाउने हौ छेउमा? खोड आमा खोडा चाहिँ लामा पर्ने छेउमा, खोडा लामा पर्ने छेउमा बनाउँदा हामी खोइ छेउमा चाहिँ खोडा लामा भनेको, खोडा छेउमा लामा खोइ। होइन आउँछ बत्ताहरू त्यही यता पनि हेर्नु न कति ठुलो, यस्तो ठुलो के हङ्गा यसलाई पर्थ्यो नि, यस्तो ठुलो रहेछ यहाँ पार्क। हेर्नु त यस्तो ठुलो पार्क छैन है। सट्ट पाएर फेरि हामी चाहिँ जङ्गलतर्फ मोडिन चाहन्छौँ। अनि पुरा हाइकिङ गएको जस्तो पनि भइरहेको छ है आज त यहाँनिर। घमाइलो घमाइलो भन्दै कुन जङ्गलतिर पुगिसक्यौँ। अनि तपाईँले भन्नुभएको थियो त ठोट्ने कि के भनेको? हाम्रोतिर त ठोट्ने हुँदैन हौ, खाने हुँदैन हौ न। के अरे दाजु कस्तो मजाले खाएको देखेको थिएँ कि मान्छेहरूले। सो अब चाहिँ हामी सिस्नो टिप्नु रेडी हुँदैछौँ है। हामी त जङ्गल कहाँ हो कहाँ आएको छौँ आज। अनि आमा र के अरे दाजु चाहिँ माथि हुनुहुन्छ। ओखानी बानानी न पोल्यो सिस्नोले। मलाई ग्लोभ्स चाहिँ दिनु त। कसरी पोल्यो है क्यामेराम्यानलाई गाह्रो छ। हजुर कस्तो फुल हौ रहेछ है, कस्तो राम्रो यी फुलहरू त। अनि कस्तो मजाले यहाँ मेरो खुट्टामै चिल्यो, तपाईँ दाजुलाई पनि चिलेछ हातमा। अनि यो हेर्नु न दाजु घुङ्गुर कि के हो यो फुलेको उयो हेर्नु त। आमा होला पर हुनुहुन्छ। अनि दाजु के यो के लाएर कि कान्छीले आएर सिस्ना टिप्दै हुनुहुन्छ। सिस्ना नचिनेर यहाँ के हो हाम्रो नेपालको यस्तो हुँदैन थियो है। जारो कि सिस्नो हो कि आमा यता यसो त कहिले पुर्याउनु हौ दाजु थाहा कहिले पुऱ्याउँछ त? म त क्यामराम्यान हो, काना क्यामराम्यान। अनि यसले काट्छ र यहाँ कति तर हेर्दा यस्तो छ नपट्याउँदा कस्तो चिल्दो रहेछ। लो आसो कोला खाते खिम्लु आसो खिम खाते लु भयो क्या अब पुग्यो। चेन्नु पुग्छ त होला नि अन्त चाहिँ, तर मजाले लगेर केलाउनु पर्छ। आमाको त जम्मै त्यो यस्तो घाँसको पनि टिप्नु भएको छ। त्यहाँबाट जो नाङ्गा आएको त्यहाँबाट जङ्गल ए यहीँ पो ए। अनि यहाँ चाहिँ हेर्नु कस्तो मजाले फुलेको छ फुलहरू, यस्तो फुलेको छ। फोटो त खिच्नु त कि ल पनि स्यो हुँदैन। अब चाहिँ हामी जानु लागेको घरतिर। म चाहिँ मेरो कोकहरू छ हाम्रो खानाहरू बोक्दैछु। नरोप्नु अहिले धेरै फैलिन्छ। अनि अब त्यस्तै हो, मैले त यहाँनिर देखाइदिनु लिएको, त्यही भएर सबैजनाले काम गर्दैछन्। म त यहाँनिर भिडियो बनाइदिने यस्तै त हो नि। अब भिडियोग्राफर किनेर ल्याएपछि त एक दिनको त पे गर्नै पर्यो। अब त्यही भएर म चाहिँ भिडियो बनाइदिँदैछु।
यस्तो गर्दैछ नि हेर्नु कति गाह्रो छ यहाँ क्यामेराम्यानलाई यो चाहिँ उनेर छ हौ दाजु के भन्छ अरे घुङ्गुर बाटाको घुङ्गुर घुङ्गुर अरे त ठोसा ठोसा नि हेर्नु त त्यो उयो हेर्नु न उयो उयो पनि छ फेरि यो यस्तो हो नि त घाम चाराले देखेको छ त यहाँ स्यो न आमा घरका पर्यो बहिनीको के को दालिद्रा यो भनेको त हेरोस् हाम्रो आमालाई चाहिँ लाजी भयो रे लाजी लाजी अनि युगेको छेकमा खोमा माथि परेन लो नेपालको बिनाजीलाई उसमा चाहिँ खुब टाँसै तिमी लाजी हुन्छ लाजी लाजी एउटा लाजी भन्नु चाहिँ थाहा पाउनु भएछ आज भाइ दिदी बहिनीहरू भारी पुगे जाउँ घर म चाहिँ थकित भइसक्यो हाम्रो दाजु पनि लोभिएर टिभी राउन्ड कुरो म त बल्ल बस्ने ठाउँमा पनि यहाँनिर छ को घर खानु पऱ्यो बस्नु पऱ्यो देखाउनु त कति दिन भयो जम्मा यति यसलाई चाहिँ अब यस्तो गरेर चाहिँ किरा झार्नु पऱ्यो होइन झार्ने यसमा चाहिँ मजाले यो पिठोले यस्तो गरेपछि यसलाई के गर्नुपर्छ थाहा छ र यस्तो गरेको चाहिँ यो किरा झरेको केलाएर पनि त्यसपछि यसलाई मजाले पखाल्ने देखेको यस्तो गरेर आमा यो त कमै हुन्छ कि अब त्यसमा तिम्रो हरायो अर्किदियो के भनेको न दादा हरायो देख्न सक्छ देख्छ हैन दादा देख्यो दादा देखे ओए भयो ओके बनाऊ ओके पनि रेडी बनाइसकेँ अब यसलाई चाहिँ दालमा रजौली दालमा चाहिँ अब म यसलाई बनाउनु लागेको छु नानाले चाहिँ यहाँ तिमुर र के अरे त्यो लसुन होइन कि तिमुर मात्रै लसुन यस्तो हुँदैछ है के अरे सिस्नो मेरो पनि बाँकी छ है मेरो सिस्नो चाहिँ यस्तो भयो है दादा एकचोटि फिर्ता लगाउँ ल तपाईँ लु भयो अब अस्ति भेनाले फाल्दैको अनि त्यो त पर्छ त नि हाम्रो के हो म त नखाने लु भयो मलाई चाहिँ खानु न फाइनल लुक्स छेउमा तपाईँ खाऊ न यहाँ पाला सारेर